लेबर डेको चाहिँ फुर्सदमा हामी सपरिवार आज पिकनिक जाने कार्यक्रम छ अरे। मौसम चाहिँ अलिकति धुमधुम परेको छ, अलिकति अँध्यारो अँध्यारो छ र टन्न बादल लागेको छ। सुन्नु Opiniya wasa kuya simage mate Basuri kuya mohaniya na thaupene mate Hey Krishna Hello Krishna Kansa Kansa Hello Krishna Kanso Kanso Yasodaya priya putra chala Krishna Let my jiya gatha jinna Krishna Hawa jiwa sware kanna Chita yama chamalu मसुजी वो गानदु जिता यमा छामादु मसुजी वो गानदु थाबा मसुजी गनजु मसुजी थाबा मसुजी गनजु मसुजी एन जिता यमा अच्छी हाल्दैछले छामादु खै त मम्मीको बार केटी लगाइरहेको It's easy to pretend no you're not a fool. So know better than a cheat of it. Worse than just the heart been given. Never gonna dance again. And mine, there's no comfort in the truth. Pain is the only part. I'm never gonna dance again. Guilty feet, I've got no rhythm. Though it's easy to pretend I'm not a fool. Should've known, should've played hard and wasted chance that I Kara chachari, tipara होइन र तिमीलाई हामीले चाचारी चिनेको छैन र बाबरी फुलको बोट आयो ढल्काउँदै झमझम इष्टको आयो ढल्काउँदै झमझम इष्टको सुन्तलाको चाचारी पातलो छाला जानी माया चाचारी ल यता आउन बाबरी फुलको बोट आयो ढल्काउँदै झमझम इष्टकोट आयो ढल्काउँदै झमझम इष्टकोट नाच्छ या त्यो यो नाच्न लागिर मलाई अमेरिका मलाई जापान पनि मलाई मलाई हस्की पनि मलाई पोसिलो नि चुरोट ताने अर्को हातले बोतल बोतलको पानीले आँखा सल्काइ सनीले इज्जत गयो पिउने बानीले बोतलको पानीले आँखा सल्काइ आज पिकनिक हो कि के हो वनभोज कार्यक्रम आज वनभोजका सामान लिएर आउने मान्छे गाह्रो थाकिसकेको छ यहाँ अलिक सफा पनि छ यहाँ ठाउँ ठिक जस्तो लाग्यो मलाई यहाँ हामी आज यहाँ पिकनिक आउँदैछौँ यहाँ हिँड्दै त थाकिसक्यो एकदम रमाइलो ठाउँ रहेछ
चट्टलाहरू उ त्यहाँ एउटा चाहिँ ताल छ फेवाताल भन्दा अलिक सानो खालको त्यहाँ एउटा सामान राखिरहेको छ मान्छे त कोही छैन म त्यहाँ हेरेर आउँदा पुग्यो ल अब सामान राखौँ ल अब चट्टाएर अब अन्डा उसिनौँ अनि त्यहाँबाट पाउरोटीमा जाम राखौँ जाम पाउडर च्याखौँ पिकनिक कार्यक्रमको क्यामेराम्यान श्री रानी श्रेष्ठ भेरी गुड क्यामेराम्यान ओके गुड चन्दा के पकाइरहनु भयो नि हामी चिकन ग्रिल गर्न लाग्छ के भन्छ यसलाई ग्रिल चिकन बार्बिक आगो पो निभ्यो के हो अलिकति प्लास्टिकको स्पुन छ ओ गनाउँछ फेरि मासु है के हो त्यहाँ जान्छ दर्शक महानुभावलाई अहिले के गरेर होला भन्ने उलाइरह होला हामी सेल खाँदैछौँ है पिकनिक आएर फेरि सेल मात्र खाएर बसेको भन्ठाला होइन हामी मासु पनि बनिरहेको छ है जिज्ञासा त मेटिदिनु पऱ्यो नि तीनजना मात्र भण्डारलाई पिकनिक आएको फेरि म पनि छु नि फेरि म मेरो अनुहार नाच्यो यार खतरा नाच्यो थाक्यो क्या नाचेर एक बेला भन्नु पो यहाँलाई चाहिँ कस्तो अनुभव भइरहेछ नि आजको पिकनिक कार्यक्रममा नौलो रहेछ नौलो एकदम के अरे टिउन पार्कमा जान्थ्यौँ सधैँ यसपालि चाहिँ एकदम नौलो लाग्यो हराउनु भयो भने त घर पुग्नु हुँदैन 13,628 Thank you.